हेलो गाइस, वेलकम टु न्यू ब्लग। आयो सबै सन्चै आर्मी हुन्छ म सन्चै आइन्छु। म चाहिँ आइसकेको छु है, धेरै पछि होइन। अब त्यतिको अब अलिकति त्यस्तै भयो, प्रब्लम भयो नि, त्यही भएर आउनु भएन। म चाहिँ यता रोशन दिदीकोमा आएको छु। अहिले चाहिँ हामी चाहिँ अब केही छ केही स्पेसल हुँदै थियो, त्यही भएर चाहिँ म चाहिँ जाँदैछु नि ट्याक्सी। हामी चाहिँ सुन्धारातिर जानु लागेको, म सुयोग भएर मम्मीहरू चाहिँ त्यो भाटबडीतिर के सपिङ गर्नु छ होइन। दिदी र मम्मी भएर चाहिँ घुमाउनु है नानीहरू चाहिँ जानु लागेको छौँ होइन। म र सुयोग चाहिँ सुन्धारा जाने, मम्मीहरू चाहिँ त्यहाँ भाटबडी पनि जाने है। ल त्यहाँ चाहिँ अलिकति पासपोर्ट लिन चाहिँ मेरो मनको जापान जाने भिसा आएको छ है। हो त्यही भएर त्यहाँ चाहिँ त्यहाँ एउटा कार्डहरू के लिन जानु छ, कन्सल्टेन्सीमा त काम छ, त्यहाँ जान छ है। तर त्यही है त, अहिले एकछिनपछि त्यहीँ गएपछि भेटौँ। चाहिँ आइपुगिसक्यौँ होइन। ल धरारा सुयोग यहाँ छ होइन। त्यही भएर चाहिँ भित्र काम छ अलिअलि कन्सल्टेन्सीमा होइन। अनि त्यहाँबाट चाहिँ हामी फर्किन्छौँ है। र एकछिनपछि डकुमेन्ट पनि ल्याइसक्यो, सुयोगले बोकिरहेको छ होइन। त्यति चाहिँ अब डकुमेन्ट दिन भनेर उहाँबाट आएँ है। जब त के भन्नु भएन, सबभन्दा ठुलै होइन यत्रो पेपर छ हुन त है। अब चाहिँ यसो आएको बेला यसो अब धराएर चढेर जाउँ भनेर हामी दुईजनाको त्यही प्लान छ। के हुन्छ हेरौँ, त्यहाँसम्म जाउँ अहिले होइन। हामी चाहिँ इन्ट्री गर्दैछौँ है। ल जहाँ दुईजनाको 400 रुपियाँ यस्तो छ हाम्रो नेपाल। के हो पहिलाको धरा 50 रुपियाँमा आयो, अहिले दुईजनाको आइएमै हामी ल। यो हामीलाई सब देखियो त्यहाँ, सब आनन्दले है एकदम सर त्यो के भन्छन् यार। लिफ्टमा अहिले चाहिँ भर्याङ चढ्दै जाँदै है। टाउको चाहिँ ननिकाल है, भिडियो चाहिँ बनाऊ। कस्तो दामी सर है। बाटोमा आइरहेको थियौँ, यी करेन्ट आएर बिचरा बाँदर है सुतिरहेको रहेछ यार। अब मान्छेहरू आइरहेछ, हेल्परहरू आएर निकाल्छन्। अब करेन्टलाई जिउँदै मरा त मरा होइन, अझै करेन्ट आएर पछि हेर्दै घुम्दै धराएर घुमेर पनि टक्क बसन्तपुर टक्क आइपुग्यो है त। एकछिन यता घुमौँ अनि लागौँ घरतिर, उता कलङ्की धराएर पनि घुम्यो, बसन्तपुर पनि घुम्यो, अनि घर आइपुगिसक्यो। जिउ तन्काइयो आएर है। ल यहाँ चाहिँ प्याकिङ हुँदैछ। यहाँ प्याकिङमा अब जाने हो नि त होइन। ल यहाँ रचन दिदीकोमा आएर प्याकिङ अनि यहाँ जोग्ने चेन लगाउनु अनि के गर्ने गर्नु। ल दिदी हेलो भन्नु त। स्कुलबाट आएर खाजासाना खाएर पनि होमवर्क गरेर चारमा हेलो भनिदेऊ। अनि हो आएर अब चाहिँ हामी चाहिँ एकैछिनपछि कलङ्की जाने हो होइन। त्यही हो है। ल अब चाहिँ यहाँ माम खाना लगाएको छौँ होइन। माम खाएरै कलङ्की जाने होइन। म धेरै पछि आएँ, अलिअलि प्रब्लम थियो खुट्टाको होइन। म पनि जान लागेको छु बाहिर होइन। त्यही हो होइन। ल अब भोलि चितवन जान्छु, भोलि चितवन गएर अनि अलि पछि भोलिको भ्लग हाल्छु। थाहा भएन। आजको लागि चाहिँ यति नै। गाइस लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस। बाई एन्ड टेक केयर।